भयो। हेलो सबैजना दिदी बहिनी साथीभाइहरूले मेरो नमस्कार छ। आज वैशाख 1 गते सोमबारको दिन अहिले लगभग 12 बजे होला। 12 त बजेको नै 12 बजेको रहेछ। 10:30 पौने 10 कता हुँदो होला। आज वैशाख 1 गते म आज बोल्दैछु। वैशाख 1 गते आज सोमबारको दिनमा म बोलिराखेको छु। दिदी बहिनीहरूले नमस्ते, सरस छिमेकी के अरे मेरो साथीहरूले नमस्ते छ। ल त धन्यवाद। ह्याप्पी न्यू इयर भन्नु न अब। ह्याप्पी न्यू इयर। A few moments later. हेलो, लेट्स वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी होइन यस्तो छ बाटो चाहिँ कस्तो राम्रो निस्क्यो यार। तर कस्तो भनेको यहाँ अर्पण छ। हेलो हेलो के छ अनि आज कस्तो छ? के छ आज? एकदम यस्तै छ। हामी 1 गते नयाँ साल हामी घुम्नु जाँदैछौँ। ह्याप्पी न्यू इयर भन्दै न त। ह्याप्पी न्यू इयर सबैलाई ह्याप्पी न्यू इयर होइन। सबैजना आरामै हुन्छ, सन्चै आरामै हुनुहुन्छ होला। अब हाम्रो यस्तो आरामै भएको कारणले त घुम्नु गइरहेको छौँ। अब फोन अलिक सानो भयो, ठिक छ, तर केही छैन। यस्तो छ बाटो चाहिँ होइन। आज चाहिँ मैले अर्कै फोनबाट बनाएको नि, मेरो फोनमा यस्तो सानो सुनिन्छ आवाज चाहिँ। त्यही भएर आज लास्ट भ्लग पनि होला, हेरिदिनु होला सबैले। यस्तो लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि पर देख्नुहुन्छ यता चाहिँ कराउँदै आइरहेको छ एउटा गाडी। यस्तो छ ठाउँ चाहिँ, बब्बाल छ। A few moments later. ल अहिले चाहिँ हामी ठ्याक्कै हाम्रो स्कुल जलसिंह स्कुलमा आइसकेको छौँ। जलसिंह स्कुल है, जुम पनि हुँदैन त, जुमै भएन गाइज। मैले अर्कै फोन लिएर आएको छु नि त। अनि मेरो चाहिँ देखाइदिँदै जलसिंह स्कुल हाम्रो पहिला भन्दा पनि भर्खर हामी पढेको स्कुल। यसो अब हामी चाहिँ लाग्यो यस्तै छ ठाउँहरू चाहिँ। टक्कसँग लाएर चाहिँ अटो इज गोइङ, अटो इज भेरी मोटो, लाइफ इज छोटो इज फर्गेट मी। के थियो त्यसपछि? अटो इज मोटो, लाइफ इज छोटो इज फर्गेट मी। ओपन युअर ओपन युअर के पो थियो? तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? बिर्सेको अब जे भयो नि थियो होइन, तिन चाहिँ थियो तर मैले बिर्सेँ। ओपन युअर ग्यालेरी एन्ड लुक माई फोटो भन्नु खोजेको मलाई आएन नि त डाइलगै। भरे नै खिच्छु म अब यता पर पुगेर। अहिले भर्खर हामी हिँड्दै गरेको अब यस्तै छ ठाउँहरू होइन। अब यहाँबाट हामी चाहिँ यो पसलबाट चाहिँ केही न केही बोक्छौँ, भरे खाँदै जाने हो। अहिलेलाई म राख्छु। A few moments later. अहिले चाहिँ फेरि हामी टक्कसँग निम्फोला आइपुग्नु आँटेको छौँ। निम्फोला होइन, यस्तो पारा चाहिँ होला। निम्फोला आइपुग्नु आँटेको छौँ। टक्क निम्फोला चाहिँ यता हो। अब हामी चाहिँ हिँडेको, कहाँ हिँडेको भन्दा कहाँ हिँडेको फेरि हो। यस्तो छ ठाउँहरू चाहिँ टक्कसँग लाएर हामी चाहिँ अब हिँडेको। कहाँ हिँडेको भन्दा चाहिँ अब हामी चाहिँ धेरै टाढो जाँदिनँ आज होइन। हामीसँग टाइम पनि छैन त्यस्तो। टाइम त छ तर मन छैन भन्नु। यता छ पुग्नु पर्ने। आमा के साह्रो मान्छे आज मान्छे निकै प्याक भएको छ। आज चाहिँ म थोरै के बोल्न चाहन्छु। अहिले चाहिँ हामी बत्तीसे झर्न जाँदैछौँ। अहिले यहाँ मान्छेहरू प्याक छ एकदम, निकै यहाँ मान्छेहरू हुनुहुन्छ आज। अफकोर्स अहिले हामी कहाँ जाँदैछौँ? अहिले हामी 32 झर्न जाँदै गरेको। अहिले हामी त्यही पुगेर चाहिँ तपाईँलाई देखाउँछौँ ठाउँहरू कस्तो छ अहिलेलाई। बाई। 1 hour later. लु भयो। हेलो गाइज, आज चाहिँ हामी यहाँ 32 झर्न गएको छौँ। देख्न सक्नुहुन्छ मान्छेहरू धेरै भिडै भिड छ। अनि हामी चाहिँ अब जाँदै गरेको होइन। तिमी पनि बोल न, बोल्नु मिल्यो। अहिले चाहिँ हामी चाहिँ जाँदै गरेको। अहिले चाहिँ हामी जाँदैछौँ। अहिले 32 झर्ना पुग्न लागेको छ हामी माथि। बाटोहरू त्यस्तै छ। अहिले चाहिँ लास्टै उकालो बाटो छ। पहिला त्यस्तो थिएन, अहिले चाहिँ धेरै राम्रो बनाएको। र यहाँनिर मान्छेहरूकोमा लास्टै भिड भइरहेछ, देख्न सक्नुहुनेछ तपाईँहरूले है। किनभने यो पहिलोचोटि होला। हाम्रो चाहिँ धेरैचोटि भइसक्यो। माथि चाहिँ एकचोटि जाने मन छ, माथि चाहिँ गएको छैन नि त। झर्नु चाहिँ धेरैचोटि पुग्यो। अब यतापट्टि चाहिँ जाने बाँकी छ, जाँदै गरेको।
यस्तै छ यहाँको वातावरण यहाँको घाम खोलाहरू नालीहरू है एकदम राम्रो छ अहिले हिजो पानी पर्छ सो गाइज म चाहिँ झनै लडेँ होइन लडे भन्दैन अर्पणको साथसाथमा चाहिँ धेरै छ क्या लडेर यहाँ मेरो झनै ज्यान गएको छ यस्तै छ मलाई कुन चाहिँले सराप्यो होला सायद खोला नालाहरू पुरा हरियो घाँसहरू हेर्नु सक्नुहुनेछ रुखहरू वनस्पति यता सपन केही उकालोमा लास्टै हिँड्नु गाह्रो नि उकालोमा गाह्रो हुन्छ तर हामीलाई त्यस्तो गाह्रो हुँदैन अब त्यति बुढी मान्छेहरू त हिँडिराख्नु भएको छ अब हामी त जवान हो त्यतिखेर त उडेको चढा च्याप्पसम्म त उडेको चढा च्याप्पसम्म त अहिले चाहिँ हामी जाँदैछौँ होइन लगभग त्यस्तैलाई हामी तपाईँहरूलाई म अलिक एकछिन पछाडिबाट तपाईँहरूले A few moments later. ल भयो ल फाइनली गाइस अहिले चाहिँ हामी 32 जना आइपुगेको छौँ होइन खाना 32 जना चाहिँ पानी सुकेछ अहिले योभन्दा ठुलो त अपने पिसा फेट्यो होला योभन्दा ठुलो त अपने पिसा फेट्यो होला यति साह्रो त नभनौँ न यहाँ तपन सर अहिले चाहिँ हामी 32 जना पुग्न लागेको छौँ मात्र होइन अब कति लाग्दैन यहीँ हो 32 जना के भन्नु अब होइन यता पार न यस्तो गर यहीँ 32 जना त्यो यहाँ छ तर खासै ठुलो छैन हेर्छ पहिला चाहिँ ठुलो थियो अहिले सुकेछ भनौँ न अरे अब यता खोला नालाहरू पनि देखाउँ थुप्रो छ 1 hour later. गाइस अहिले चाहिँ म घर आइपुगिसकेँ अब भिडियो पोस्ट गर्नु बाँकी छ एडिट गर्नु बाँकी छ अब यो भिडियो चाहिँ भोलि आउँछ कहिलेलाई टाटा बाई बाई सबैको दिन आज राम्रै बोला पनि खिचेर भर्खर आइपुगेको जस्ट भोलि टक्कसँग लाउँछ लाइक कमेन्ट सेयर गरिदिनु होला कहिलेलाई बाई बाई